नमस्ते वेलकम टु इङ्ग्लिस कनेक्ट इङ्ग्लिस कनेक्टको आजको नयाँ क्लासमा तपाईँलाई स्वागत छ। आजको भिडियोमा हामी सिक्नेछौँ सेक्युरिटी गार्डको लागि उपयोगी अङ्ग्रेजी वाक्य। तपाईँ कुनै सेक्युरिटी गार्डमा जागिर गर्दै हुनुहुन्छ भने तपाईँको लागि आजको भिडियो एकदमै महत्त्वपूर्ण हुनेछ। तपाईँको जागिरको सिलसिलामा जहाँनिर तपाईँको ड्युटी अनुसार के शब्दहरू, के वाक्यहरू, के अङ्ग्रेजी वाक्यहरू प्रयोग हुन्छन् त यी अङ्ग्रेजी वाक्यहरू आज क्लासमा हामी सिक्नेछौँ। भिडियो एकदमै महत्त्वपूर्ण छ। भिडियोलाई अन्तिमसम्म नछुटाइकन स्किप नगरिकन हेर्नुहोला। कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको सुझाव, सल्लाह अनि प्रतिक्रिया अनुसार तपाईँका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। कोही साथी च्यानलमा पहिलो पटक आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र सँगै रहेको बेल आइकनलाई पनि थिच्नुहोला ताकि मैले अपलोड गर्ने हरेक नयाँ भिडियोको नोटिफिकेसन सुरुमा तपाईँलाई आओस्। सो आजको क्लासलाई ढिलो नगरिकन सुरुवात गरौँ। लेट्स गेट स्टार्टेड। पहिलो हामी सिक्छौँ ग्रेटिङ्स एन्ड चेकिङ इन, नमस्कार र जाँच गर्ने विधि र त्यो बेलामा प्रयोग हुने अङ्ग्रेजी वाक्यहरू के हुन् त ती अङ्ग्रेजी सेन्टेन्स, ती इङ्ग्लिस सेन्टेन्सहरू हामी सिक्छौँ है त। पहिलो रहेको छ शुभ प्रभात, म तपाईँलाई कसरी सहयोग गर्न सक्छु भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? गुड मर्निङ, हाउ क्यान आई हेल्प यु? गुड मर्निङ, हाउ क्यान आई हेल्प यु? शुभ प्रभात, म तपाईँलाई कसरी सहयोग गर्न सक्छु भनेर चाहिँ हामीले भन्न सक्छौँ। अर्को रहेको छ मे आई सी योर आइडी प्लिज? मे आई सी योर आइडी प्लिज? कृपया तपाईँको परिचय पत्र देखाउन सक्नुहुन्छ? मे आई सी योर आइडी प्लिज भनेर चाहिँ हामीले सोध्न सक्छौँ। तपाईँ यहाँ कोसँग भेट्न आएको हो, आउनुभएको हो भनेर चाहिँ भन्नु पर्यो भने कसरी सोध्नु पर्यो भने कसरी सोध्ने त भन्दाखेरि हु आर यु हियर टु सी? हु आर यु हियर टु सी? तपाईँ यहाँ कोसँग भेट्न आउनुभएको हो भनेर चाहिँ हामीले प्रश्न गर्न सक्छौँ। त्यस्तै कृपया आगन्तुक दर्ता किताबमा हस्ताक्षर गर्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने त इङ्ग्लिसमा? प्लिज साइन इन द भिजिटर लग। प्लिज साइन इन द भिजिटर लग। कृपया आगन्तुक दर्ता किताबमा हस्ताक्षर गर्नुहोस्। के तपाईँको भेटघाटको समय तय भएको छ भनेर सोध्नु पर्यो भने कसरी सोध्ने? डु यु ह्याभ एन अपोइन्टमेन्ट? डु यु ह्याभ एन अपोइन्टमेन्ट? के तपाईँको भेटघाटको समय तय भएको छ? डु यु ह्याभ एन अपोइन्टमेन्ट भनेर चाहिँ हामीले सोध्न सक्छौँ। त्यस्तै अरू हामी सिक्छौँ सेक्युरिटी इन्स्ट्रक्सन, जस्तो सुरक्षा सम्बन्धी निर्देशनहरू के हुन सक्छन् त? सेक्युरिटी इन्स्ट्रक्सनहरू के हुन सक्छन् त? ती सेन्टेन्सहरू हामी सिक्छौँ है त। पहिलो रहेको छ कृपया सधैँ आगन्तुक परिचय पत्र लगाउनुहोस् भनेर भन्नु पर्यो भने कसरी भन्ने? प्लिज वेयर योर भिजिटर ब्याज एट अल टाइम्स। प्लिज वेयर योर भिजिटर ब्याज एट अल टाइम्स। कृपया सधैँ आगन्तुक परिचय पत्र लगाउनुहोस् भनेर चाहिँ हामीले भन्न सक्छौँ। त्यस्तै अनुमति बिना तपाईँलाई प्रवेश गर्न दिँदैनन्, अनुमति बिना तपाईँलाई प्रवेश गर्न दिँदैन भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? यु आर नट अलाउड इट टु इन्टर विदाउट पर्मिसन। यु आर नट अलाउड टु इन्टर विदाउट पर्मिसन। अनुमति बिना तपाईँलाई प्रवेश गर्न दिँदैन। सुरक्षा जाँच अनिवार्य छ भनेर भन्नु पर्यो कसरी भन्ने? सेक्युरिटी चेक्स आर म्यान्डेटरी। सेक्युरिटी चेक्स आर म्यान्डेटरी। सुरक्षा जाँच अनिवार्य छ भनेर हामीले भन्न सक्छौँ। सुरक्षा जाँच अनिवार्य छ है, चेक गरै जानुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? सेक्युरिटी चेक्स आर म्यान्डेटरी। सुरक्षा जाँच अनिवार्य छ। त्यस्तै कृपया सुरक्षाका नियमहरू पालना गर्नुहोस् भनेर चाहिँ भिजिटर्सहरूलाई भन्नु पर्यो भने कसरी भन्ने? प्लिज फलो द सेक्युरिटी गाइडलाइन्स। प्लिज फलो द सेक्युरिटी गाइडलाइन्स। कृपया सुरक्षाका नियमहरू पालना गर्नुहोस् भनेर चाहिँ भन्न सकिन्छ। त्यस्तै अर्को रहेको छ कृपया आफ्नो सामान नछोड्नुहोस् है भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? डु नट लिभ योर बिलोङ्गिङ्स अनएटेन्डेड। डु नट लिभ योर बिलोङ्गिङ्स अनएटेन्डेड। कृपया आफ्नो सामान नछोड्नुहोस्। त्यस्तै अब हामी सिक्छौँ अनधिकृत प्रवेश रोक्नलाई, जस्तो डिलिङ द अनअथराइज एक्सेस।
अनाधिकृत प्रवेश रोक्नलाई चाहिँ हामी के शब्दहरू के वाक्यहरू प्रयोग गर्दछौँ त इङ्ग्लिसमा, ती सेन्टेन्सहरू हामी सिक्छौँ है त। पहिलो रहेको छ, तपाईँ यहाँभन्दा अगाडि जान सक्नुहुन्न। तपाईँ यहाँदेखि अगाडि जान सक्नुहुन्न भनेर चाहिँ ती भिजिटर्सलाई, ती आगन्तुकलाई चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? यु क्यान नट गो बियोन्ड दिस पोइन्ट। यु कान्ट गो बियोन्ड दिस पोइन्ट। तपाईँ यहाँभन्दा अगाडि जान सक्नुहुन्न भनेर भन्न सकिन्छ। त्यस्तै यो क्षेत्र प्रतिबन्धित छ भनेर भन्नु पर्यो भने एज अ सेक्युरिटीको रूपमा चाहिँ भन्नु पर्यो कुनै आगन्तुकहरूलाई भन्नु पर्यो यो क्षेत्र प्रतिबन्धित छ है भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? दिस एरिया इज रेस्ट्रिक्टेड। दिस एरिया इज रेस्ट्रिक्टेड। यो क्षेत्र प्रतिबन्धित छ। कृपया पछि हट्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? प्लिज स्टेप ब्याक। प्लिज स्टेप ब्याक। कृपया पछि हट्नुहोस् भनेर हामीले भन्न सक्छौँ। प्रवेश गर्नका लागि वैध पास हुनु आवश्यक छ भनेर चाहिँ भन्नु पर्यो, आगन्तुकलाई भिजिटर्सलाई भन्नु पर्यो भने कसरी भन्ने त? एज अ सेक्युरिटी यु मस्ट ह्याभ अ भ्यालिड पासपोर्ट टु इन्टर। यु मस्ट ह्याभ अ भ्यालिड पास टु इन्टर। प्रवेश गर्नका लागि वैध पास हुनु आवश्यक छ भनेर भन्न सक्छौँ। त्यस्तै माफ गर्नुहोस् तर तपाईँको नाम सूचीमा छैन भनेर भन्नु पर्यो भने कसरी भन्ने त? आई एम सरी बट यु आर नट ओन द लिस्ट। आई एम सरी बट यु आर नट ओन द लिस्ट। माफ गर्नुहोस् तर तपाईँको नाम सूचीमा छैन भनेर भन्न सक्छौँ। सो अब हामी अर्को सिक्छौँ आपतकालीन अवस्थामा बोलिने अङ्ग्रेजी वाक्यहरू। इमर्जेन्सी सिचुएसनमा बोलिने इङ्ग्लिस सेन्टेन्सहरू के हुन् त? ती सेन्टेन्सहरू हामी सिक्छौँ है त। पहिलो रहेको छ, कृपया तुरुन्तै भवन खाली गर्नुहोस् भनेर भन्नु पर्यो भने कसरी भन्ने? प्लिज इभ्याक्युट द बिल्डिङ इमिडिएटली। प्लिज इभ्याक्युट द बिल्डिङ इमिडिएटली। कृपया तुरुन्तै भवन खाली गर्नुहोस् भनेर हामीले भन्न सक्छौँ। त्यस्तै अर्को छ, तुरुन्तै दमकललाई खबर गर्नुहोस् भनेर भन्नु पर्यो। तुरुन्तै दमकललाई खबर गर्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने इङ्ग्लिसमा कसरी भन्ने? कल द फायर डिपार्टमेन्ट नाउ। कल द फायर डिपार्टमेन्ट नाउ। कल द फायर डिपार्टमेन्ट नाउ। तुरुन्तै दमकललाई खबर गर्नुहोस् भनेर भन्न सक्छौँ। त्यस्तै अर्को रहेको छ, शान्त रहनुहोस् र आपतकालीन बाहिरिने सङ्केतहरूलाई अनुसरण गर्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? स्टे काम एन्ड फलो द इमर्जेन्सी एक्जिट साइन। स्टे काम एन्ड फलो द इमर्जेन्सी एक्जिट साइन। शान्त रहनुहोस् र आपतकालीन बाहिरिने सङ्केतहरूलाई अनुसरण गर्नुहोस् भनेर भन्न सक्छौँ। त्यस्तै आग लागि हुँदा लिफ्ट प्रयोग नगर्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? डु नट युज द एलिभेटर ड्युरिङ अ फायर। डु नट युज द एलिभेटर ड्युरिङ अ फायर। आग लागि हुँदा लिफ्ट प्रयोग नगर्नुहोस्। सुरक्षा सतर्कता कृपया नियन्त्रण कक्षमा रिपोर्ट गर्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? सेक्युरिटी अलर्ट प्लिज रिपोर्ट टु द कन्ट्रोल रुम। सेक्युरिटी अलर्ट प्लिज रिपोर्ट द कन्ट्रोल रुम। सुरक्षा सतर्कता कृपया नियन्त्रण कक्षमा रिपोर्ट गर्नुहोस्। झगडा वा विवाद समाधानको बेला प्रयोग हुने अङ्ग्रेजी वाक्यहरू, इङ्ग्लिस सेन्टेन्सहरू के हुन् त? ह्यान्डलिङ कन्फ्लिक्ट। ह्यान्डलिङ कन्फ्लिक्ट भएको बेलामा अथवा झगडा वा विवाद समाधानको बेलामा बोलिने अङ्ग्रेजी वाक्य इङ्ग्लिस सेन्टेन्स सिकौँ है त। पहिलो रहेको छ, कृपया आफ्नो स्वर कम गर्नुहोस् र शान्त रहनुहोस्। कृपया आफ्नो स्वर कम गर्नुहोस् र शान्त रहनुहोस् भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? प्लिज लोयर योर भोइस एन्ड रिमेन काम। प्लिज लोयर योर भोइस एन्ड रिमाइन काम। कृपया आफ्नो स्वर कम गर्नुहोस् र शान्त रहनुहोस्। यहाँ झगडा गर्न पाइँदैन। यहाँ झगडा गर्न पाइँदैन भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? फाइटिङ इज नट अलाउडेड हियर। फाइटिङ इज नट अलाउडेड हियर। यहाँ झगडा गर्न पाइँदैन भनेर भन्न सक्छौँ। त्यस्तै यदि तपाईँ सहयोग नगर्नुहुन्छ भने म प्रहरीलाई बोलाउनु पर्नेछ। यदि तपाईँ सहयोग गर्नुहुन्न भने म प्रहरीलाई बोलाउनु पर्छ भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने?
I will have to call the police if you do not cooperate. I will have to call the police if you do not cooperate. यदि तपाईँ सहयोग गर्नुहुन्न भने म प्रहरीलाई बोलाउनु पर्छ। कृपया म तपाईँको पहिचान पुष्टि गर्दा प्रतीक्षा गर्नुहोस्। कृपया म तपाईँको पहिचान पुष्टि गर्दा प्रतीक्षा गर्नुहोस् भनेर भन्नु पर्यो भने कसरी भन्ने? प्लिज वेट while I verify your identity. Please wait while I verify your identity. कृपया म तपाईँको पहिचान पुष्टि गर्दा प्रतीक्षा गर्नुहोस्। तपाईले कम्पनीको सुरक्षा नीतिहरू पालना गर्नुपर्छ। तपाईले कम्पनीको सुरक्षा नीतिहरू पालना गर्नुपर्छ भनेर चाहिँ भन्नु पर्यो भने कसरी भन्ने? ती आगन्तुक भिजिटर्सहरूलाई You must follow the company's security policies. You must follow the company's security policies. तपाईले कम्पनीको सुरक्षा नीतिहरू पालना गर्नुपर्छ। त्यस्तै हामी अब सिक्छौं रातको ड्युटी र गस्ती गर्ने बेलामा बोलिने अंग्रेजी वाक्य। नाइट शिफ्ट एन्ड पेट्रोलिङ। रातको ड्युटी र गस्ती गर्ने बेलामा बोलिने अंग्रेजी वाक्यहरू सिक्छौं। पहिलो रहेको छ म मेरो रातको गस्तीमा छु भनेर भन्नु पर्यो भने कसरी भन्ने? I am on my night patrol. I am on my night patrol. म मेरो रातको गस्तीमा छु। पेट्रोल भनेको गस्ती। I am on my night patrol. म मेरो रातको गस्तीमा छु। सबै कुरा सुरक्षित देखिन्छ। सबै कुरा सुरक्षित देखिन्छ भनेर चाहिँ भन्नु पर्यो इंग्लिशमा कसरी भन्ने? Everything looks secure. Everything looks secure. सबै कुरा सुरक्षित देखिन्छ। Everything looks secure. मलाई सीसीटीभी फुटेज जाँच गर्नुपर्छ। मलाई सीसीटीभी फुटेज जाँच गर्नुपर्छ भनेर चाहिँ इंग्लिशमा भन्नु पर्यो भने कसरी भन्ने? I need to check the CCTV footage. I need to check the CCTV footage. मलाई CCTV फुटेज जाँच गर्नुपर्छ। राति 10 बजेपछि गेटहरू बन्द गरिन्छ भनेर भन्नु पर्यो गेस्टहरूलाई कसरी भन्ने त भन्दाखेरि The gates will be locked after 10 p.m. The gates will be locked after 10 p.m. राति 10 बजेपछि गेटहरू बन्द गरिन्छ भनेर भन्न सकिन्छ। त्यस्तै कृपया वरपर फाल्तु नबस्नुहोस् भनेर चाहिँ भन्नु पर्यो भने इंग्लिशमा कसरी भन्ने? Please do not loiter around the premises. Please do not loiter around the premises. कृपया वरपर फाल्तु नबस्नुहोस् भनेर हामीले भन्न सक्छौं। सो गाइज आजको भिडियो तपाईलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईको सुझाव, सल्लाह अनि प्रतिक्रिया अनुसार तपाईका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। सो आजलाई यति नै। अब हामी अर्को भिडियोमा भेट्नेछौं। See you next video. Thank you for watching English Connect.